हामीले हेरेर थाहा हुँदैन। हजुर हाँसिराख्नु भएको छ तर हजुरको भित्र कति पीडा छ भन्ने कुरा त हामीले मापन गर्नै सक्दैनौँ। त्यो एकदमै गाह्रो कुरा हो। त्यसैले हामीले फेरि कहाँ के गर्ने त भनेर भन्न पनि सक्दैनौँ। मनमा गाँठो छ तर फुकाउने कहाँ त नि, कहाँ गएर भन्ने त? भन्न मन लागे पनि भन्न नमिल्ने कुरा हुन्छ कति कति। अब सेयर गर्ने नमिल्ने कुराहरू पनि हुन्छ नि। कति श्रीमानका कुरा होलान्, कति आफ्नो आमा बुवाका कुरा होलान्, कति साथीका कुरा होलान्, कहाँ गएर पस्ने त? यो नै सबैभन्दा ठुलो समस्या अहिले छ। अब यो कसरी हामीलाई चाहिँ मन कसरी कहाँबाट दुख्छ त भन्ने कुराहरू फेरि मैले हजुरहरूलाई प्रस्तुत गर्नेछु। सर्वप्रथम त हामीले स्वस्थ, एउटा स्वस्थ भनेको के हो, स्वास्थ्य भनेको के हो त? वाट इज हेल्थ? स्वस्थ भन्ने बित्तिकै त्यो शरीर स्वस्थ भएर मात्रै हामी स्वस्थ हुन्छौँ त? हुन्छ हुँदैन हुँदैन। के होला त? स्वास्थ्य भनेको के होला त? स्वास्थ्य भनेको मनसँग जोडिएको मन खुसी हुनु पर्यो। हाम्रो चाहिँ कस्तो भन्दा मेन्टली, फिजिकल्ली, स्पिरिचुअल्ली र सोसियल्ली पनि भनेको छ है। हामी चाहिँ शारीरिक रूपबाट, मानसिक रूपबाट, त्यस्तै गरेर आध्यात्मिक रूपमा पनि जोडेको छ अहिले, सामाजिक रूपमा पनि। मान्छे जन्मेर समाजलाई के गरेको छ त नि? स्वस्थ छ भने त समाजलाई केही गर्न सक्छ नि त, होइन? त्यसैले हामी शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा पनि हामी स्वस्थ भयौँ भने मात्रै एउटा व्यक्ति के हुन्छ त? स्वस्थ हुन सक्छ। यो WHO ले निकालेको परिभाषा हो। पहिला के हुन्थ्यो त? नेपालमा मानसिक स्वास्थ्यलाई त्यति मान्यता दिएको थिएन। खालि के गरिन्थ्यो, अब परम्परागत रूपमा चाहिँ अब यो के भनौँ न, बक्सी यताबाट लायो, केले छोयो, यही चलन थियो नि त। यसो फुकेर पनि सन्चो हुन्थ्यो, यो विश्वास हो नि त। त्यसैलाई हामीले चाहिँ आधार बनाइराखेका थियौँ भने अहिले आएर हाम्रो नेपाल राज्यले पनि मानसिक स्वास्थ्यलाई पनि अलिकति महत्त्व दिएको छ। भर्खरै मात्रै अब हाम्रो चाहिँ वडा वडामा पनि काउन्सिलरहरू राख्ने, विद्यालयमा पनि काउन्सिलरहरू राख्ने भनेर कुरा आइरहेको छ। योभन्दा थोरै अगाडि चाहिँ हाम्रो पोखरामा